माया नगरेर म तँसँग पनि माफी माग्छु भाइ मलाई भड भनेकोले रिस उठेर मैले तिमीलाई गरेको यो तिमीलाई सरीमा आएँ भाइ मलाई तिमीलाई भड भनेको म लास्ट रिस उठेको हजुर म आज यहाँ किन आइरहेको छु कीर्तिपुरमा यो मेरो ठाउँ हो यो मेरो बाउ जन्मेको यो रहर छ मलाई ऊ त्यहाँ छ हतियार नभएको पनि लडेको के हतियार छ भनिदिनुहोस् न आज यहाँ खुँडा छ भाला छ पिटान साहको हजुर ढुङ्गाले लडेको मान्छे दिमाग लड्ने तिमीले सक्छ हातले हान्ने नसके ढुङ्गाले हान्ने भाइ यो बुढापाका उखान हो हजुर म हेरौँ जति पनि हल्लायो नि तिम्रो जसोलाई मोटे भयङ्करले हानेको त्यसलाई हान्थ्यो म शोषण गर्ने साउको छोराले गरिबलाई हेप्यो भने त्यो साउको छोरालाई हान्थेँ मैले अहिले पनि तिमी जाऊ हेटौँडामा अस्ति मैले राम्रो काम नगराए भए हेटौँडामा मैले चाहिँ 8 घन्टा 2 घन्टा 8 घन्टा चाहिँ मेन रोडमा ब्लक गरेर सुटिङ गर्न सक्थ्यो मकनपुर रिटर्न म को म रायन खड्की भाउ राजा हुँ मैले त्यो मेरो कार्यकाल 7-8 वर्ष राम्रो गरेको थिएँ कि मैले हो कुलीहरू मर्दाखेरि 8 मन दाउरा चाहिँ ल्याएर ट्र्याक्टरमा राखेर म त्यो कुलीलाई ढाकबत्ती दिनसम्म त्यो घाटमा जान्थेँ कि भाइ म रक्सी खाने मान्छे रक्सी नखा भन्ने भटीमा कराउँथेँ कि मासु पनि खुवा खाली रक्सी त्यो 3 मोरको एक बोट लाउँछ थाहा खान्छ त्यसको परिवारको लागि तिमीहरू सबै मिल पैसा जम्मा गर भन्ने मान्छे म अहिले यो देशमा यो भइरहेछ के भाइ बुझ्यो मैले के भन्छु भने अहिले कोही भन कोही डराउने नै भाइ तँ पनि म देखेर नडरा म त कसो छ भने म जो भेट्छ नि त्यसलाई मार्छु म तर यसरी आक्रोशित बन्नु त डराइहाल्छन् नि हामी नै डरायौँ झन्डै यहाँनिर तैँले बोलेको छ बाउ सबभन्दा ठुलो कटु वर्ड हुन्छ के हजुर वर्ड छ नि वर्ड मैले बोलेको त यो भनेर सरी म फेरि माफी माग्छु अहिले पनि 4 च्यानलमा आउँछ मुख छोडेको छैन यो किन भनेको भन्दाखेरि हजुर भन्दा त्यो दाइ 3 जनाले प्रचण्ड राई शेर्पा राई केपी ओली राईले तेल हालेर बसेर लखाड्यो हजुर भौजूले गोदे खायो शेर्पा राईले खायो केपी ओली राई बचिरहेछ तिमीले हामीलाई ढाँट्ने भने म यही नहुँदाखेरि चाहिँ आगोमा घाँटे काट्ने मान्छे हजुर हो आगो फिल्म हेरेछ तिमीले किन नहेर्नु नि यस्तो केही थिएन यसो नर्मल क्यामेरा खिच्थ्यो हामीले रिलवाला क्यामेरा खिच्दा गर्ने मान्छे बाटोसँग त कति खेल्यो त्यो त हेर मैले चाहिँ यो नेपाल आर्मीको 5 खालमा हेरेन कि युएनको म त्यहाँ गरेन कि नेपाल आर्मी गरेन कि हो अनि त्यसपछि आएर जल गरेन कि शक्ति खोरमा गएर हो अनि मैले गएर चाहिँ सिक्किममा पानथाङमा सिक्किम आर्म फोर्स पुलिसको सबै त्यो उनीहरू कमान्डरसँग काम गरेन कि मलाई त हतियार के हो कसो हो सब थाहा छ कि भाइ